साथीहरू हामी चाहिँ निङ्गुरो खोज्नु गएको। हाम्रो घरदेखि यता पर पर्छ। हाम्रो घर चाहिँ हाम्रो घरदेखि सर साइकलमा जाँदैछौँ। के पो भन्छ त्यो खोलाको नाम त? भालुखुडीतिर जाँदैछौँ साथीहरू। धान हेर्नु यस्तो हरियो बरियो भएको छ। यतातिर धानबारी छ। जाँदैछौँ निङ्गुरो खोज्नु। हाम्रो भिडियो हेरेर सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। तपाईँहरूको साथ सपोर्टले नि मैले धेरै ब्लग बनाउनु पाउँछु। हौसला मिल्यो भने त साथीहरू ब्लग बनाउने हो नि। तपाईँहरूको साथ सपोर्ट हौसला छैन भने त कहाँबाट ब्लग बनाउने। हेर्नु यस्तो बाटोमा घाम यस्तो लागेर छ। यस्तो घाममा दुःख गरेर मैले भिडियो बनाएको छु। सपोर्ट गरिदिनु होला सबैजनाले। यो चाहिँ पहिला पहिला हामी मकै छोडाउनु जाँदाखेरि, खोर्सानी टिप्नु जाँदाखेरि यहाँ आउँथ्यौँ नि खोर्सानी टिप्नु, मकै छोडाउनु। त्यही बाटो जाँदैछौँ हामी चाहिँ भालुखुडी। अब हामी निङ्गुरो टिप्ने ठाउँ पुगेपछि देखाउँछौँ। अनि निङ्गुरो टिप्दै गरेको देखाउँछौँ। यत्रो तल जानुपर्छ साथीहरू। घाम यस्तो धेरै लागेको छ। यतातिर धान हुर्किसक्यो साथीहरू। हाम्रोतिर चाहिँ बेलडाङ्गीमा चाहिँ भर्खर रोपेको छ। यत्तिकै हुँदैछ बेलडाङ्गीमा चाहिँ। अब सबैजनाले धान रोपिसक्नु भएको छ साथीहरू। हाम्रो बेलडाङ्गीतिर चाहिँ म अहिले चाहिँ रोपेको छुइनँ। म चाहिँ यसपालि कोदो रोप्छु भनेर। कोदो पनि मेरो यत्तिकै उम्रिरहेछ। अब रोप्ने बेला हुन लाग्यो। अब 15 दिन पछाडि चाहिँ रोप्ने बेला टक्क हुन्छ साथीहरू। यस्तो छ है यतातिर ठाउँ, हरियो भरियो छ। यस्तो छ बाटो साथीहरू। अहिले एकछिनमा हामी पुग्छौँ अनि त्यस पछाडि निङ्गुरो देखाउँछौँ साथीहरू। पहिला पहिला चाहिँ हामी यहाँनिर आउँथ्यौँ यी घुङ्गी टिप्न, उयो के अरे माछा मार्न। हेर्नु है यो खोलामा आउँथ्यौँ। यहाँ कति धेरै मारेको। अहिले त हेर्नु न यस्तो धेरै फोहोर भइसक्यो रहेछ। अब हामी निङ्गुरो खोज्नु चाहिँ यताको बाटो जाने हो। पहिला पहिला चाहिँ यो खोला चाहिँ हामीले सबै माछा मारेर र घुङ्गी टिपेर भ्याइसक्यो। यहाँ हेर्नु यहाँ मान्छे खतरा माछा मार्ने चाहिँ उहीँ सर हो है पहिला पहिला हामीसँग। हेर्नु है साथीहरू यस्तो छ यी साथीहरू। यी घुङ्गी चाहिँ यस्तो हुन्छ है। घुङ्गी त सबै हेर यी बिजोकले बस्या रहेछ सबै माथि माथि चढेर। यस्तो कोलाई मनपर्छ साथीहरू। हामीले चाहिँ थुप्रो खायौँ है। साथीहरू अहिलेलाई यति नै साथीहरू। पछि देखाउँछु फेरि अर्को ठाउँ टिप्नु गएको साथीहरू। यता तलतिर चाहिँ फोहोर छ क्या। यता चाहिँ माथि साथीहरू निङ्गुरो लभर कस्तो हुन्छ आउनु होला। आज जे सोचे जस्तै निङ्गुरो एकछिन
यहाँबाट फेरि चिप्ली खेल्यो भने त उता नपरेर खोलातिरै होला। यहाँ चाहिँ हामी यहाँभन्दा पनि धेरै निगुरो चाहिँ उतापट्टि छ। पक्का धेर भएको निगुरोहरू चाहिँ यता चाहिँ आँखा नदेख्नु नि साह्रै रहेछ हौ। चस्मा लगाएको र नलगाएको एउटै भयो।
अघि मैले निगुरो टिपेको ठाउँदेखि चाहिँ अब अर्को निगुरो बारी गएको अघि चाहिँ टिपेको यो बाँसघारीको छेउमा हो एक छोला हुन लाग्यो यहीँनिर झन्डै अब यहाँ यो बाटो चाहिँ यता धमक पनि जान्छ अब यहाँ सरर अर्को निगुरो बारी जान लागेको छौँ जाँदैछौँ हामी चाहिँ दुईजना बुढाबुढी मात्रै आएको यो पुलबाट यता कता जान्छ अरे यो खरखरे आम्दा जाने बाटो भयो यो यता धमक जाने बाटो यता खरखरे आम्दा जाने बाटो साथीहरू अनि सरर लाएर यता चाहिँ धमक जाने बाटो पहिला यो खोलामा पनि मार्थ्यौँ हामीले माछा गुङ्गी टिप्थ्यौँ यहाँ पनि छ निगुरो अर्को छु पर बाँसघारीमा उयो बाँसझ्याङको छेउमा हो अब हामी त्यहाँ पुगेपछि देखाउँछौँ साथीहरू निगुरो घारी हामी चाहिँ यताको बाटोबाट आएको सरर यो बाटोबाट सट्ट अब यसो गरौँ त्यहाँनिर पुग्न आँट्यौँ यस्तो भएको छ साथीहरू पहिलाको ठाउँ हामी निगुरो खोज्न यसरी आउँथ्यौँ यहाँ बाटो त कताबाट कता भएछ फेरि यहाँबाट यहाँ रहेछ ती राख्नु साइकल चाहिँ झोला चाहिँ लिएर आउनु साथीहरू हामी निगुरो टिप्ने ठाउँमा आइपुग्यौँ फाइनल्ली काँडै काँडा रहेछ काँडा घारी लु साथीहरू यो सब निगुरो बारी ए यहाँदेखिको परसम्म छ परसम्म यो सबै निगुरो चरीले त छाडेर गयो एउटा नाता मनमा चाहिँ रहिरह्यो सम्झना चाहिँ डालीमै रहिरह्यो यस्तो डुक छ साथीहरू आउनु होला हजुरहरू पनि टिप्नलाई हाम्रो बेलडाङ्गीतिर अरे गलेमा त कताबाट आउनुभएको निगुरो खोज्ने मान्छे अघि चाहिँ साथीहरू हामीले माथि टिपेका थियौँ अहिले चाहिँ यहाँ त्यो मेन ठुलो ठाउँ निगुरो टिप्ने ठाउँ चाहिँ यहीँ हो साथीहरू अहिले टिपिसके पछाडि देखाउँछु अहिलेलाई यति